यो केस एकदम सिरियस केस हो। यहाँ के भयो आउनुस् बुझौं। एकजना ब्रोकरसँग 12 आना जग्गा थियो। उसले त्यो आफ्नो जग्गा बेच्नको लागि भनेर किताकाट गरेर नक्सामा बाटो देखायो। तर पुरानो श्रेष्ठता हेर्दा त्यहाँनेरि बाटो थिएन र जमिनमा अहिले पनि त्यहाँ बाटो छैन र उसको यो कार्यले गर्दाखेरि सौदियारलाई असर गर्यो। यसरी सौदियारलाई नसोधिकन छरछिमेकीबाट सहमति नलिकन ब्रोकर र अमिनी मात्रै मिलेर किताकाट गरिन्छ भने यो नेपालमा एकदमै कमन फ्रडको रूपमा मानिन्छ। नेपालको कानुन अनुसार सौदियारलाई सूचना नदिकन सहमति नलिकन गरेको यस्तो कामको विरुद्धमा उभिन मिल्छ। त्यसको लागि यहाँ पहिला बाटो थिएन भनेर हजुरले प्रमाण जम्मा गर्नुपर्ने हुन्छ। मालपोत कार्यालयमा गएर पुरानो श्रेष्ठता जसमा बाटो देखिएको थिएन त्यसको कपी लिनुस् र अहिले नापी कार्यालयमा गएर नयाँ नक्साको पनि कपी लिनुस्। दोस्रो काम, नापी कार्यालयमा गएर अमिनीसँग मिलेर गलत नक्सा बनाइयो भनेर उजुरी दिनुस्। तेस्रो काम, किता काट्ने ट्रान्जेक्सन रोक्न फ्रिज गर्न भनेर निवेदन दिनुस्। तपाईले यो कार्य चाहिँ जग्गा बेचिनु अगाडि नै गर्नुपर्ने हुन्छ। अनि यस्तो केस मुद्दामा पनि जान सक्छ। सो तपाईलाई असर गरेको छ भने जग्गा सम्बन्धी वकिलसँग परामर्श लिनुस्।